ल अब ल सुरु भाइ ठिक छ है एकदम नमस्कार है। आज म यहाँ धाममा छु। विशेष गरी यहाँहरूलाई मैले यो एउटा जिपर ब्लकमा एउटा स्पेसल चिज छ। यो चाहिँ भगवान् शिवजीको रुद्र है, भगवान् शिवजीको विशेष गरी आँसुको रूपमा हामीले देख्छौँ। यो साँच्चै भने यो कहाँबाट आएको त पनि म बताउन चाहन्छु। हाम्रो उत्तम दाई खोइ, उत्तम दाई खोइ, उत्तम दाई, उत्तम दाई, यो उत्तम दाईलाई बोलाउनु है। अनि यो उत्तम दाईलाई पनि म यहाँ राख्न किन चाहन्छु भने नेपाली कम्युनिटी सेन्टरको पुरानो जग्गामा बाट सुरु गरिएर अनि यो 9 दिन हामीले नवदुर्गा पूजामा रिचार्ज गरिएको छ यो। र आज मुक्तिनाथमा आएर यसलाई दिने गर्दाखेरि चाहिँ के हो भने हाम्रो समाजलाई जोड्नको लागि यो रुद्राक्ष यो भगवान् शिवजीको सबैलाई यो जुन कृपा प्राप्त होस् भन्ने सन्देश छ। र यो आज मुक्तिनाथमा जो साथीहरू आज आउनु भएको छ, इलेक्टेड भएर आउनु भएको छ, उहाँहरूको कार्यकाल राम्रो होस्, सफल बनोस् र भगवान् अथवा धर्मको एउटा जागरण गर्ने बाटो बनोस् भन्ने कुराप्रति म एकदमै धेरैभन्दा धेरै म यसप्रतिको कामना दिन चाहन्छु। दाइ हजुर पनि आउनु होला, दाइ हजुर पनि आउनु। अब यो रुद्राक्षको चाहिँ म यहाँहरूलाई अझै को हुनुहुन्छ? सरहरू आउनु छ है। उत्तम दाइ खोइ, हजुरलाई खोजिरहेको छु मैले। हजुर यहाँ आउनु पर्यो। यो नेपाली कम्युनिटीको पुरानो जग्गाबाट सुरुवात गरिएको यो रुद्राक्षको माला 9 दिनको दुर्गा पूजामा रिचार्ज गरिएको छ। र यो सबैको नेपाली कम्युनिटीहरूको यसमा एउटा आस्था र भरोसा बन्न सकोस् मुक्तिनाथ, र हामीलाई अझै युनाइट गर्न सकोस् भन्ने प्रति म राख्न चाहन्छु। र आज यो जो यहाँ इलेक्टेड हुनुहुन्छ उहाँलाई म यो हस्तान्तरण गर्न चाहन्छु। यसको भ्यालु तपाईँले कसरी राख्नुहुन्छ यो तपाईँलाई सबै हामी सबैभन्दा महान को हुनुहुन्छ? भगवान् हुनुहुन्छ त्यसप्रति। त्यसै गरी म यो नेपाल सरलाई पनि दिन चाहन्छु है। अनि हाम्रो कोषाध्यक्ष हुनुहुन्छ उहाँलाई पनि है। त्यसै गरी यहाँ यो पनि लिँदै गर्दाखेरि म हजुरलाई पनि दिन चाहन्छु। हजुरले पनि अब यो जोड्ने हो समाजलाई राख्नको लागि हाम्रो यहाँ मुख्य भूमिका रहोस्, हजुरलाई पनि दिन चाहन्छु। ल अनि विशेष गरी एनआरएनएको अहिलेको अध्यक्ष